नमस्कार साथीहरू, यस भिडियोमा हामी लेसन प्लान बनाउन सिक्नेछौँ जुन मावि निमावि बीएड र मास्टर गर्ने स्टुडेन्टलाई पनि फाइदाजनक हुनेछ। यो भिडियोमा मैले क्लास 5 हेल्थ सब्जेक्टको 3 महिनाको लेसन प्लान बनाएको छु। लेसन प्लान बनाउनको लागि सबभन्दा पहिला हामीले चाहिँ त्यसको फर्मेट बुझ्नुपर्ने हुन्छ। त्यो यसको फर्मेट चाहिँ यस प्रकार रहेको छ। पहिला हुन्छ एसएन नम्बर, क्रम संख्या, त्यसपछि महिनाको नाम, त्यसपछि लेसनको नाम, कन्टेन्ट कुन कन्टेन्ट पढाउनु हुन्छ, त्यसपछि एस्टिमेटेड पिरियड हावर्स, त्यो पढाउनको लागि कति टाइम लाग्छ, अनि त्यसपछि लर्निङ आउटकम्स मतलब पढेपछि विद्यार्थीहरू के सिक्ने छन्, त्यसपछि सिकाइ सामग्री टिचिङ मटेरियल्सहरू के हुनेछ, त्यसपछि मेजर टिचिङ लर्निङ एक्टिभिटी, अब पढाउनको लागि इफेक्टिभ पढाउनको लागि कुन चाहिँ क्रियाकलाप गराउनु पर्ने हुन्छ, त्यसपछि इभ्यालुएसन, त्यसपछि टेस्ट कसरी लिने उनीहरूको, अनि रिमार्क हुन्छ। अब हेर्नुस्, हामी राम्रोसँग एउटा बुझ्नेछौँ। जस्तै क्रम संख्या नम्बर 1 वैशाख महिना वैशाख, पहिलो च्याप्टरको नाम हो पर्सनल हाइजिन। यो मैले क्लास 5 को हेल्थ सब्जेक्टको लेसन प्लान बनाइराखेको हुन्छु। तो पहिलो च्याप्टरको नाम हो पर्सनल हाइजिन। पर्सनल हाइजिन पढाउनको लागि मलाई 10 टिचिङ आवर लाग्छ, 10 टिचिङ आवर लाग्छ। अब हेर्नुस्, लर्निङ आउटकम्स, यसबाट के सिक्ने छन्, अन्डरस्ट्यान्ड एन्ड इम्पोर्टेन्स अफ पर्सनल हाइजिन, पर्सनल हाइजिनको महत्त्वबारे बुझ्छन्। त्यसपछि लर्न डेली हाइजिन, अनि त्यसपछि प्र्याक्टिसेस लाइक ब्रसिङ, टिथ, बाथिङ एन्ड ह्यान्ड वासिङ कुराहरू सिक्ने छन्। त्यसपछि यसले पढाउनको लागि टिचिङ मटेरियल्सहरू के हुन्छन्, पहिलो हो हाइजिन किट्स, त्यसपछि टुथब्रस, त्यसपछि सोप, ह्यान्ड सेनिटाइजर हुनुपर्छ, त्यसपछि पोस्टर र पर्सनल हाइजिन स्टेप हुनुपर्ने हुन्छ। यसरी चाहिँ टिचिङ मटेरियल हुन्छ हाम्रो। त्यसपछि मेजर टिचिङ लर्निङ एक्टिभिटी के हुन्छ, पहिलो हो ग्रुप डिस्कसन अन पर्सनल हाइजिन, पर्सनल हाइजिनमा ग्रुप डिस्कसन हुन्छ। त्यसपछि हाइजिन डेमोन्स्ट्रेसन अफ पेपर ह्यान्ड वासिङ, त्यसपछि टेक्निक रोल प्लेइङ डेली हाइजिन रुटिन, त्यसपछि पोस्टर मेकिङ हाइजिन हुन्छ। यो यस्तो क्रियाकलापहरू गराउनेछौँ। त्यसपछि उनीहरूबाट कसरी टेस्ट लिने के सिकेँ भनेर, त्यसको लागि अब्जर्भेसन अफ पर्सनल हाइजिन ह्याबिट्स, ओरल क्वेसनहरू र डेली हाइजिन स्टेप्सहरू र असाइनमेन्ट अफ हाइजिन पोस्टरहरूबाट टेस्ट लिन सकिन्छ। अनि रिमार्कमा के लेख्नुहुन्छ, इन्करेज स्टुडेन्ट टु मेन्टेन रेगुलर पर्सनल हाइजिन। दोस्रो च्याप्टर मैले यो 3 महिनाको लेसन प्लान बनाएको छु। तो दोस्रो च्याप्टर क्रम संख्या 2 बैलेन्स डाइट एन्ड न्युट्रिसन हो दोस्रो च्याप्टर। यसलाई पढाउन 10 घण्टाको आवश्यकता पर्छ, जसमा तिनीहरू के सिक्ने छन्, आइडेन्टिफाई डिफरेन्ट फुड ग्रुप एन्ड दियर इम्पोर्टेन्स, अन्डरस्ट्यान्ड द कन्सेप्ट अफ अ बैलेन्स डाइट एन्ड लर्न द रोल अफ न्युट्रिसन, त्यसको भूमिका, न्युट्रिसनको भूमिका र त्यसको कन्सेप्टहरू बुझ्ने छन् र फुड ग्रुप बुझ्ने छन्। त्यसपछि टिचिङ मटेरियल्सहरू के आवश्यकता हुन्छ, जस्तै फुड पिरामिड चार्ट, फ्ल्यास कार्ड हुन्छ र विथ डिफरेन्ट फुड आइटम्स हुन्छ र स्याम्पल बार डाइट प्लेट्स पनि हुन्छ। त्यसपछि त्यसमा के एक्टिभिटी गराउने स्टुडेन्टबाट, पहिला ग्रुप डिस्कसन गराउने अन फेभरेट फुडमा एन्ड दियर न्युट्रिसन, त्यसको न्युट्रिसनको भेल्युको बारेमा डिस्कस गर्ने र बैलेन्स डाइट प्लेट अनि सिम्पल कुकिङ और फुड सोर्टिङ एक्टिभिटी गराउने। त्यसपछि इभ्यालुएसन, टेस्ट कसरी गर्ने, पार्टिसिपेसन इन ग्रुप अनि डिस्कसन, करेक्ट आइडेन्टिफिकेसन अफ फुड ग्रुप्स, असाइनमेन्ट एन्ड बैलेन्स डाइट प्लेट्स फर एक्युरेसीबाट टेस्ट लिने गरिन्छ। त्यसपछि रेन्फोर्समेन्ट्स, रिमार्कमा के हुन्छ हेर्नुस्, रिमार्कमा हुन्छ रेन्फोर्समेन्ट द इम्पोर्टेन्स अफ हेल्दी इटिङ ह्याबिट्स फर लङ टर्म वेलबिङ हुन्छ। माथिको यो फर्मेट हेर्नुहोला, यही फर्मेट अनुसार लेसन प्लान बनाउने गरिन्छ। यो सबै स्टेपहरू लेखेर हामीले इजिली आफ्नो असाइनमेन्ट पनि पुरा गर्न सक्नुहुन्छ मास्टरमा र बीएड क्लासमा।